सबैलाई स्वागत छ आजको मेरो यो छोटो भ्लगमा। आज हामी नाम्चे बसेर केही छिनमाथि खुम्जुङ भ्यालीलाई हेर्नको निमित्त एभरेस्ट भ्यू लाग्दैछौँ। अघि साथीहरू गइसकेको छ, म पनि बिस्तारै फोक्सोलाई मुखमा निकालेर स्वा गर्दै उकालो लागिरहेको छु। ल हेर्दै जानु होला। अनि तपाईहरुको कमेन्ट, तपाईहरुको सल्लाह पनि मलाई चाहिन्छ। मेरो यो भ्लग बनाउनुको उद्देश्य भनेको चाहिँ म आफैले कुनै पनि पैसा कमाउनुको उद्देश्य होइन, तर म भन्दा सानो भाइ बहिनी नेट इन्टरनेटको माध्यमद्वारा सकारात्मक कामको निम्ति उत्साहित दिलाउनु हो। सफा गल्ली भएर हामी उकालो लाग्दैछौँ। जङ्गल छ खाली धुप्पी धुप्पी, उकालोमा गर्दै फ्या फ्या ठाडो पारी टुप्पी। ल साथी एकताल यसरी हरेक पथमार्गहरूमा टिनको क्यानहरू एकपट्टि अनि अर्कोपट्टि कागज र प्लास्टिकहरू राखिदिनु भनेर राखिएको छ। यो बाटो हामी हरेकले सिक्नुपर्ने फोहोर व्यवस्थापनको कुराहरू। स्कुल लाग्नु भएको पदयात्रा गर्दा अलिक माथिसम्म हामी लगायतमा आइपुगेको छु। यो पर देखिएको यो लामो चाहिँ छानागढ स्कुल हो। त्यसमाथि चाहिँ नेपाली सेनाको एउटा सगरमाथा आरक्षण सुरक्षाको लागि एउटा दल बसेको छ। सिधै पारिपट्टि हिमालहरू छ। बिहान त छर्लङ्गै खुलेको थियो। हिमाली जिल्लाहरूमा गरिने खेती, हाम्रोतिर चाहिँ अब तल तल अलिक पैसा हुनेले तारको घेरा लाउँछ। अब यहाँ चाहिँ ढुङ्गाको घेरा लाएर आलु खेती गरिएको छ। यो हिमाली विभाग भए तापनि यहाँको सोच र मानसिकता चेतनशील बेसी भएको कारणले गर्दा यहाँ कुनै पनि सिगरेटको ठुटाहरू, गुड्खा पान खाएर फ्याँकेको देखिँदैन। एकदम सफा छ। यो बादलको दाटी तेम्बोचे पर्छ। हामीले हेर्दा हेर्दै धेरै तल छोडिसक्यो। अघि देखिएको सगरमाथा आरक्षण क्षेत्र हो। धेरै माथि यहाँ सङ्गबचे यता भ्यालीको वलतिर राम्रो रेस्टुरेन्ट पनि यहाँ छ। हामी एभरेस्ट भ्यू पोइन्टपट्टि जाँदैछौँ 3885 मा। यो दाजुहरू चाहिँ नि 15 जना ग्रुप छ कि यिनीहरू नेपाली जत्तिकै बाख्रा जतिको उफ्रिने भइसकेको छ। यिनीहरूलाई केही समस्या छैन। नाम्चे बजारको पूर्वपट्टिको भिड भ्यू पोइन्ट जाने विभिन्न पर्यटकहरू यहाँ धेरै छ। हामी पाखा भएर उता लागिरहेका छौँ। हामी 2 घन्टा नाम्चीबाट हिँडेपछि अब यो तेर्सो पखेरामा हामी हिँडिरहेका छौँ। तल अत्याधिक खतरा गहिरो छ। ल आउँदैछ हाम्रो टोलीहरू पनि। अब यता तल हेर्दा चाहिँ खुट्टा काम्ने भिड छ। त्यो तल भिडको बिचमा यता नाम्चेबाट उता तेङबोचे जाने पदयात्रा छ। यो याकहरू चरेको सबै डोबहरू हो। रमाइलो डाँडाको चौरबाट भएर यिनीहरू आइरहेको छ भन्ज्याङ भएर। अब लाग्यो राजुहरू खुम्जुङ भ्यालीलाई हेरेर। अब चाहिँ हामी एभरेस्ट भ्यू पोइन्ट होटलतिर आइपुग्न लागेका छौँ। चौरहरूलाई आफै सुन्दरता पार्न यो हिमाली भेगको फुलहरू। एभरेस्ट भ्यू पोइन्टको हामी अब होटलपट्टि छिर्दैछौँ। यसको उचाइ चाहिँ 3880 मिटर छ। Ethan and Ian, welcome.
अब हामी यो भ्यू पोइन्टको अब गेटबाट भित्र पस्दैछौँ। सुभिनियर सपहरू पनि छ यहाँ। ल सुभिनियर सप पनि राख्नु भएको छ यहाँ। यहाँ क्लाइम्ब गर्नेहरूको आर्ट्स गरिराखेको तस्विर पनि। हामी अब छिर्दैछौँ भित्रतिर। प्लिज डु नट टच भनेर यहाँ हिमालयन रिजनको हिमालको नमुना राखिएको छ। साथीहरू होटल भ्यू पोइन्ट। अब यो खुम्जुङ भ्यालीको यो बाटामा हामी आइपुगेको छौँ। यो खुम्जुङ बाटा पनि पर उता तेङबोचेको लागि उता यात्रा गर्छ अथवा पदयात्रा छ। अब चाहिँ पूर्ण रूपमा हामी यो खुम्जुङ भ्यालीमा आइसकेका छौँ। खुम्जुङ र नाम्ची बजार चाहिँ हामी नेपालीहरूको लागि चाहिँ 4 घण्टाको पदयात्रा हो। र अब यहाँहरूले मेरो यो सानो भ्लगद्वारा यो ठाउँलाई हेरिदिनु भएको छ, धेरै धन्यवाद। अचम्मको कुरो चाहिँ हिजो नाम्चीमा पानी पर्यो, यता खुम्जुङ भ्यालीमा पानी परेन रहेछ। त्यसले गर्दाखेरि सुक्खा छ मौसम। सबैलाई धेरै धन्यवाद छ मेरो यो सानो भ्लग हेरिदिनु भयो। तल नाम्चीदेखि खुम्जुङ भ्यालीसम्मको तपाईँहरू सबैलाई धेरै धन्यवाद। बाइ बाइ, फेरि भेटौँला। हौवा जिउवा नमस्ते।